हेलो फ्रेंड्स, वेलकम टू माय यूट्यूब चैनल गणित मार्ग। यो चैनलमा तपाईहरुलाई कक्षा 8, 9, 10 को म्याथ्स र अप्सनल म्याथ को सम्पूर्ण भिडियोहरु पाउने हुनेछ। यदि तपाईहरुलाई म्याथ्स डिफिकल्ट लाग्छ, म्याथ्समा डाउटहरु छ, म्याथ्समा राम्रो स्कोर गर्न चाहनुहुन्छ भने हजुर सही ठाउँमा आउनु भएको छ। यो चैनलमा तपाईहरुलाई नेपालको पाठ्यक्रममा आधारित रहेर सबै च्याप्टरहरुको च्याप्टर वाइज भिडियोहरु सरल तरिकामा बनाएर अपलोड गरिएको छ, जुन हजुरलाई पक्कै पनि म्याथ्सको डाउट क्लियर गर्न र राम्रो स्कोर गर्नमा मद्दत गर्नेछ। त्यसैले यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकनलाई अलमा सेट गरिदिनुहोस्। आजको यो भिडियोमा हामी कुरा गर्नेछौं कक्षा 9 र 10 को कम्पल्सरी म्याथको च्याप्टर वाइज वेटेज कति छ भन्नाले कुन च्याप्टरबाट कति मार्क्सको क्वेशन सोधिन्छ र कतिवटा क्वेशन सोधिन्छ त्यसको बारेमा। कम्पल्सरी म्याथ टोटल 100 मार्क्सको हुन्छ, जुनलाई दुई पार्ट्समा गरिएको छ। एउटा छ इन्टर्नल इभ्यालुएसन र अर्को एक्सटर्नल इभ्यालुएसन। इन्टर्नल इभ्यालुएसन भन्नाले आन्तरिक मूल्याङ्कन, जुन विद्यालयले आफै गर्छ। विद्यार्थीहरुको एटेन्डेन्स, उनीहरूले गरेको होमवर्क, टर्मवर्क र इन्टर्नल एक्जाममा गरेको परफर्मेन्स को अकॉर्डिङ। यदि इन्टर्नल एक्जाममा राम्रो मार्क्स ल्याएको छ, एटेन्डेन्स पनि राम्रो छ, टाइममा होमवर्क सबमिट गराइरहेको हुन्छ भने त्यसले पक्कै पनि राम्रो मार्क्स पाउनेछ इन्टर्नल इभ्यालुएसनमा। र अर्को छ एक्सटर्नल इभ्यालुएसन। एक्सटर्नल इभ्यालुएसन भन्नाले हाम्रो फाइनल एक्जामिनेसन भन्नाले सी एक्जाम। यो टोटल 75 मार्क्स को हुन्छ। अब यो टोटल 75 मार्क्स कहाँबाट आउँछ त्यो हामी कुरा गर्नेछौं। यहाँ छ कक्षा 9 र 10 को विशिष्टीकरण तालिका। यसमा चाहिँ कक्षा 9 र 10 मा टोटल 7 वटा च्याप्टरहरु छ मेन, जसमध्ये पहिलो च्याप्टर हो सेट। योबाट टोटल 6 मार्क्स को क्वेशन आउँछ, जसमा एउटा मेन क्वेशन हुन्छ, त्यो भित्र ससाना गरेर 4 वटा सानो सानो क्वेशनहरु सोधेको हुन्छ। अर्को छ सेकेन्ड च्याप्टर अरिथमेटिक। अरिथमेटिकबाट टोटल 13 मार्क्स को क्वेशन आउँछ, जसमध्ये 3 वटा मेन क्वेशनहरु हुन्छ र त्यो 3 वटा क्वेशनमा साना साना गरेर 9 वटा क्वेशनहरु सोधेको हुन्छ। तेस्रो च्याप्टर छ मेन्सुरेसन। यो च्याप्टरबाट टोटल 13 मार्क्स को क्वेशन आउँछ। 13 मार्क्स मा 3 वटा मेन क्वेशनहरु सोधेको हुन्छ, त्यसमा ससाना गरेर 8 वटा क्वेशन सोधेको हुन्छ। चौथो च्याप्टर छ अल्जेब्रा। अल्जेब्राबाट टोटल 15 मार्क्स को क्वेशन आउँछ। सबभन्दा बढी मार्क्स को क्वेशन भनेको यही च्याप्टरबाट आउँछ। योबाट टोटल 3 वटा मेन क्वेशन आउँछ, त्यो मेन क्वेशन भित्र ससाना गरेर 8 वटा साना साना क्वेशनहरु आउने गर्छ। पाँचौं च्याप्टर छ जियोमेट्री। जियोमेट्रीबाट टोटल 13 मार्क्स को क्वेशनहरु आउँछ, जसमध्ये 3 वटा मेन क्वेशन र त्यो 3 वटा मध्ये ससाना गरेर 8 वटा ससाना क्वेशनहरु आउने गर्छन्। 6th च्याप्टर छ स्ट्याटिस्टिक्स एन्ड प्रोबेबिलिटी। योबाट टोटल 11 मार्क्स को क्वेशन आउँछ, जसमध्ये मात्र 2 वटा मेन क्वेशन हुन्छ, त्यसमा ससाना गरेर 8 वटा क्वेशनहरु हुन्छ। र लास्ट च्याप्टर छ हाम्रो ट्रिग्नोमेट्री। ट्रिग्नोमेट्रीबाट 4 मार्क्स को क्वेशन आउँछ, एउटा मेन क्वेशन हुन्छ, जसमध्ये ससाना गरेर 4 वटा क्वेशनहरु सोधेको हुन्छ। यसरी गरेर टोटल 75 मार्क्स को हाम्रो क्वेशन हुन्छ। 16 वटा मेन क्वेशन हुन्छ र त्यो 16 वटा क्वेशन मध्ये ससाना गरेर 49 वटा क्वेशनहरु एक्जाममा सोधिरहेको हुन्छ। यो थियो हाम्रो म्याथ्स को क्लास 9, 10 को मार्क्स को डिस्ट्रिब्युसन। If you found this video helpful, please like this video, share this video with your friends, and don't forget to subscribe our channel to get more videos. If you have any suggestions or questions, you can comment below. I will try to reply you. See you in next video. Thank you for watching.